नमस्ते। म निमा लामा हुम्लाबाट। म हाम्रो अहिलेको युवाहरूलाई के सुझाव दिन चाहन्छु भने हामी नेताहरूलाई नेताहरूप्रति फ्रस्ट्रेट भएर नेताहरूलाई गाली गर्छौँ, गलौँ, के नाना थरीका कुराहरू गर्छौँ। चिया खाने टाइममा चाहिँ नेताहरूको कुरा काट्छौँ, चोकमा नेताहरूको कुरा काट्छौँ। अब कुरा त हामीले नेताको काट्यौँ, तर हाम्रो भूमिका चाहिँ के त? हाम्रो युवाहरूको भूमिका चाहिँ के त? हामीले नेताहरूलाई गाली गरेर देश त बन्दैन होला सायद। देश बनाउनलाई हामी युवाहरूको भूमिका के हुनुपर्छ? हामीले चाहिँ आफ्नो प्रत्येक गाउँ, टोल, स्थानीय तहदेखि लिएर हामीले गर्न सक्ने भनेको आफ्नो गाउँ ठाउँमा हो, आफ्नो गाउँ टोलमा हो। प्रत्येक नागरिकले 77 जिल्लाका प्रत्येक नागरिकले चाहिँ आफ्नो गाउँ टोलमा चाहिँ सफा गर्दै ल्यायो। हाम्रो गाउँ टोलमा चाहिँ भएका गलत गतिविधिहरू, गलत क्रियाकलापहरूलाई सुधार्दै ल्याउन देश आफै परिवर्तन हुन्छ। प्रत्येक नागरिकलाई फेरि जस्तै म हुम्लाबाट लिएर गएर चाहिँ काठमाडौँमा जान्छु र त्यहाँ परिवर्तन गर्न खोज्छु भन्दा मैले सकिँदैन। म मेरै ठाउँलाई परिवर्तन गर्न चाहन्छु र सबै नागरिकले चाहिँ, सबै युवाहरूले चाहिँ आफ्नो क्षेत्रमा, आफ्नो ठाउँमा गएर चाहिँ आफूले चाहिँ आफ्नो ठाउँलाई चाहिँ, आफ्नो गाउँ टोल स्थानीय तहलाई चाहिँ कसरी शुद्धिकरण गर्न सकिन्छ, कसरी राम्रो बनाउन सकिन्छ, कहाँनिर भ्रष्टाचार भइरहेको छ, कहाँनिर गलत कामहरू भइरहेछ, त्यो चिजलाई हामीले प्रत्येक युवाहरूले चाहिँ 77 जिल्लाका प्रत्येक स्थानीय तहका प्रत्येक टोलका युवाहरूले चाहिँ त्यहाँ ध्यान दिन थाल्यो भने चाहिँ हाम्रो देश आफै परिवर्तन हुन्छ। हामीले नेतालाई गाली गरेर कामै छैन के खासमा। हामी आफै ती नेतालाई भोट दिन्छौँ, ती नेतालाई जिताउँछौँ, अनि हामी फेरि ती नेतालाई नै गाली गर्छौँ। त्यसैले प्रत्येक युवाले चाहिँ आफ्नो गाउँबाट, आफ्नो टोलबाट विकासका क्रियाकलाप, विकासका काम कार्यहरू अगाडि बढ्दै लाउन देश आफै परिवर्तन हुन्छ।